साह्रै दुःख लाग्दो कुरा है साथीहरू। कतिजनाले त थाहा पाइसक्नुभयो, कतिजनाले थाहा पाउनु भएको छैन है। अनि हिजो चाहिँ हाम्रो बाजे बित्नुभयो। उहाँले चाहिँ हामीलाई अनि संसारलाई छोडेर जानुभयो है। अनि आज चाहिँ यस तरिकाले बाजेलाई दफन गरिँदैछ। अनि बाजेको क्रिया अथवा सुधाइ चाहिँ हामीले अगस्त 15मा राख्ने भएका थियौँ, तर अगस्त 15को दिन चाहिँ टाइमिङ नमिलेको कारणले गर्दा 16 अगस्त आइतबारको दिन चाहिँ बाजेको सुधाइ राखेको छौँ है। बाजेको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली बाजे।